हजुर, आज पनि केही गजब प्रकारका शब्दहरू छन्। जस्तै अब हामी बोनस भन्छौँ, रेमिट्यान्स भन्छौँ, रोयल्टी भन्छौँ, भ्याट, ट्याक्स, कमिसन होइन, स्यालेरी, फी यस्ता विभिन्न शब्दहरू प्रयोग गर्ने क्रममा यसको नेपाली रूप के रहेछ भनेर आज पनि मैले यस खोज अनुवाद युट्युब च्यानलमा समेट्ने सामान्य प्रयास गरिरहेछु। सम्पूर्णमा हार्दिक स्वागत छ म दिग्दर्शनको। कृपया च्यानल मन परेर हजुरलाई रुचि लागेमा अथवा नवीन हुनुहुन्छ यस च्यानलमा भने हजुरले सदस्यता ग्रहण गर्न सक्नुहुन्छ यस खोज अनुवाद युट्युब च्यानलमा। जस्तै अब हामी यस्ता विभिन्न जस्तै बोनस भन्छौँ, रेमिटेन्स होइन, रोयल्टी, भ्याट, ट्याक्स, कमिसन, स्यालेरी इत्यादि विभिन्न शब्दहरू अङ्ग्रेजीमा प्रयोग गर्छौँ। यसको नेपाली के रहेछ त भनेर आज पनि समेट्ने सूक्ष्म प्रयास गरिरहेछु। जस्तै अब के भनिँदो रहेछ है त, हामी अब बोनस भन्छौँ, बोनसलाई लाभांश प्रोत्साहन रकम भनेर भनिन्छ। रेमिट्यान्स भन्छौँ, रेमिट्यान्स पनि अङ्ग्रेजी, यसलाई विप्रेषण भनेर पनि भनिन्छ। रोयल्टी भन्छौँ, रोयल्टीका विभिन्न अर्थहरू पनि छन्। सत्वाधिकार शुल्क, प्रकाशाधिकार शुल्क भनेर पनि भन्छ, प्रकाशाधिकार शुल्क भनेर पनि भनिन्छ। यस्तै गरी भ्याट भन्छौँ, भ्याटलाई मुअक भनेर भनिन्छ। ट्याक्स भन्छौँ, ट्याक्स पनि अङ्ग्रेजी, यसलाई कर भनेर भनिन्छ। कमिसन भन्छौँ, यसलाई मुनाफा भनेर भनिन्छ। स्यालेरी भन्छौँ, यसलाई पारिश्रमिक अथवा तलब, वेतन भनेर पनि भनिन्छ। हुन त यसका विभिन्न पर्यायवाची रूपहरू छन्। फी भन्छौँ, यसलाई शुल्क भनेर पनि भनिन्छ। यस्ता विभिन्न शब्दहरू जुन हामी दैनिक जीवनमा प्रयोग गर्छौँ। हुन त आगामी समयमा पनि यस्ता विभिन्न विधासँग सम्बन्धित अङ्ग्रेजी शब्दहरूको नेपाली रूप ल्याउने सामान्य प्रयास गर्नेछु। सम्पूर्णको